हेलो नमस्कार सबैजनालाई म चाहिँ रूपेश कुमार बसेल आज चाहिँ सबैजना दाइ उता आउनु त त्यहीबाट हो ओके त्यो बाटो रहेको छ देख्न सक्नुहुन्छ धान यो चाहिँ पुरै धान हो दाइहरू जाँदै हुनुहुन्छ र चाहिँ हाम्रो सानो पुन्टे साथीहरू अगाडि गइसके ल यत्रो ठुलो छोपेर ल्याएछन् देख्न सक्नुहुन्छ अगाडि आएर प्रगति गरेछन् के गर्नेलाई खाने के गर्ने ल्याउ अघि चाहिँ अब यो बाटो थियो अब चाहिँ मैले फोन चेन्ज गरेँ यो फोनबाट चाहिँ भिडियो बनाउँछु मैले है सबैजनाले हेर्नुलाई आशा छ च्यानलमा नै हुनुहुन्छ भने सबैजनाले लाइक कमेन्ट गर्न नभुल्नु होला विशेष गरी सब्सक्राइब गर्नु होला र बेल आइकनलाई दबाउनु होला भोलिको दिनहरुमा पनि मैले भिडियोहरु पोस्ट गरे भने तपाईहरुले ट्याक्क नोटिफिकेसन पाउनु हुनेछ है भ्यू गर्ने मान्छेहरु चाहिँ हेलो नमस्कार सबैजनालाई के छ तपाईहरु के घुम्नको लागि आउनु भएको आहा कति राम्रो छ है ताल एकदमै सुन्दर है अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले यसरी ट्रान्सफर्मर पनि लगाएको छ कस्तो लाग्यो तपाईहरुलाई यो हामीलाई एकदम राम्रो लाग्यो तपाईहरु पनि आउनु होला र हेर्नु होला तपाईहरुले उहाँको मुखबाट सुनिसक्नु भएको छ र अहिले चाहिँ ट्याक्क हाम्रो इभिनिङ समय भएको कारणले गर्दाखेरि चाहिँ यसमा भ्यूहरु त्यति राम्रो देखिरहेको छैन अलिकति समस्या होला जस्तो पनि लागिरहेको छ यहाँ देख्न सक्नुहुन्छ पानी परिसक्यो अरे बाप रे अलिकति थोपा थोपा परिसक्यो यहाँ देख्न सक्नुहुन्छ यो ट्याक्क लाएर माछाको लागि आएको थिएँ है यसमा चाहिँ माछा पनि हुने रहेछ ल क्यामेरामा चाहिँ कैद भएको छ कि छैन मलाई थाहा छैन है यो पुरै कैद भएको छ कि छैन तर म देखाउने कोसिस चाहिँ भरपुर मात्रामा गरिरहेको छु यहाँबाट देख्न सक्नुहुन्छ यस्तो ठुलो ताल छ है र यो तालको ठाउँको नाम चाहिँ म तपाईहरुलाई ट्याक्क माथि लेखिदिनेछु हेर्न सक्नुहुन्छ ठेगाना पनि लेखिदिन्छु नजिक हुनुहुन्छ भने यो दृश्यलाई भ्यू गर्न आउन सक्नुहुनेछ ल यो के संरचना बनाएको छ यता ल यसरी कस्तो युनिक पुल बनाएको छ है साइन्डको युज गरेर पुल बनाएको छ है सिमेन्टको पुल बनाएको छ अब चाहिँ तपाईहरुलाई देखाउँछु ल है त यसरी काठले बनाएको छ पुरै माथिसम्म यसरी जानुपर्ने छ ट्याक ट्याक चढेर ल आहा है यहाँ चाहिँ ट्याक्क लाएर बस्नुको व्यवस्था पनि रहेछ तल पुल पनि छ हेर त तपाईहरु देख्न सक्नुहुन्छ यहाँ मान्छेहरु पनि छन् पुल छ नदीमाथि अब चाहिँ हेलो हेलो नमस्कार सबैजना नमस्ते एभ्रीवान सबैजना घुम्नको लागि आउनु भएको देखाउन सक्नुहुन्छ के छ सामग्री हाम्रो सामग्री एउटा यो छ चारवटा छ अर्को भने ओहो है के ल्याउनु भएको छ आहा हेर कस्तो छ भन त तिमीलाई थाहा छ यो मैले हो ओहो सबैजना हुनुहुन्छ अब एकछिनपछि भेट्छौँ त्यस राम्रो लाग्छ तपाईलाई यहाँ घुम्न फर्स्ट टाइम आएको छु यहाँ पहिलो अनि तपाईलाई यहाँ आइरहँदा कस्तो महसुस भइरहेको छ दाइ भेटिनु भयो खुसी लाग्यो भेटेर अनि सानो बाबु ल यहाँ चाहिँ भाइ छन् अब 4 देखियो गर्ने गर्दा ट्याक्क हामी यहाँबाट झाडु बनाएर लग्छौँ काँडावाला हो उ त यो कस्तो वाला हो ताको हो झाडुको लागि हो है त्यहाँ अलिकति 4 देखिएको छ ठिकै छ यसलाई निकाल्नको लागि चाहिँ हामी झाडु बनाउँछौँ सानो एन्जल सर हुनुहुन्छ यो साइडको मात्र लगेका छौँ माथिको चाहिँ निम्न नगर देख्न सक्नुहुन्छ यो चाहिँ अर्ग्यानिक झाडु भइसक्यो ठाउँमा गएर आफूले सफा पनि गर्नुपर्ने हुन्छ है जान्छौँ अनि त्यहाँ गइसकेपछि के गर्छौँ अनि तपाईलाई त्यो यस्तो थियो है अब यसलाई चाहिँ मिलाएर
अब चाहिँ भाइले यस्तो त चल नि क्या अलि पनि म पनि खान्छु त्यसले गाडी पहिले घर यस्तो एक्सपिरियन्स गर्नु भनेको छु हाम्रो दाइ हुनुहुन्छ उहाँ चाहिँ यसले चाहिँ एउटा गीत गाएर सुनाउँछ है त खै सामने आ जाना कहाँ कहाँ ढूंढना तुझे थक गई अब तेरी माँ आजा साजुई मुझे तेरी फिकर ढूंढ रही अब चाहिँ पल पल जिना गाइदिउँ चेहरा दोबारा नस्ल में आना न जाना यू तेरा सरमाना मेरी जान क्या खेले कान के पीछे दिल कुछ पाना मैं जान क्या खेले तेरी नस्ल मुझसे क्या कहती है दिल ने वफा देती है थोड़ी थोड़ी सी राशि थोड़ी सी वफा देती है ओके ताली बजाउँछ सबैजनाले भाइ ल मलाई चाहिँ लाग्दैछ नानुको गाना सुनेर चाहिँ युट्युब पनि झुकिन्छ कपिराइट दिन्छ कि क्या है बाटो स्टार्ट गर्नु त्यसै गर्ने बिचमा पनि त राख्नु यसो गरौँ म बनाइदिन्छु ओके गुड जब मिठो छ है मिठो छ धेरै मिठो एन्जल एन्जलले मुखमा लगाइदिनु साह्रै खाऊ मिठो छ एकदम राम्रो छ बेस्ट त्यसमा त चुप भयो नि यसरी खानुको आनन्दै छुट्टै हुँदो रहेछ साथी हो निकै आनन्द भइरहेको छ नठुनिया ताल कैलाली जिल्लाको कैलाली गाउँपालिका स्थित यस नठुनिया तालको छेउमा हामी एउटा भ्यू टावरको माथिल्लो तलामा बसेर यसरी स्न्याक्सहरू खाइरहेका छौँ निकै आनन्द लागिरहेको छ कस्तो छ साथी हो बेस्ट बेस्ट हजुरको त पहिलामा डन्डामा खुस्यो ल अब चाहिँ सकिसक्यो है ओके एभ्रीवन बाई बाई बाय 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 गाइस बिस्तारै